के तपाईलाई थाहा छ नेपालका सबैभन्दा महँगा अभिनेता को हुन्? अनमोल केसीले एउटा फिल्मबाट कति लिन्छन्? पौल शाहको पारिश्रमिक सुन्दा तपाईँ छक्क पर्नुहुन्छ होला। अनि प्रदीप खड्का कहाँ छन् यो रेसमा? र समीर भट्टको बारेमा त कुरै नगरौँ, बाघ हुन् बाघ। आज हामी खोल्दैछौँ नेपाली फिल्म इन्डस्ट्रीको पर्दा पछाडिको रहस्य। भिडियो अन्त्यसम्म हेर्नुहोला, किनभने सबैभन्दा चकित पार्ने नाम लास्टमा आउँछ। अनमोल केसी, स्टाइलिस हिरो, टिनेजर गर्ल्सका क्रस र निर्माताहरूका प्रिय अनमोल केसी। अनमोलले हालै फर्की फिल्मबाट 50 लाख रुपैयाँ लिएको चर्चा थियो। तर के तपाईलाई थाहा छ उनले केही सुपरहिट फिल्महरूका लागि 50 लाख भन्दा बढी मागेको रिपोर्ट छ। कसैले भनेका थिए अनमोलको लुक्स नै ब्रान्ड हो, त्यसैले उनी आज पनि महँगा हिरो मानिन्छन्। पौल शाहको कमाई। पौल शाह म्युजिक भिडियोबाट स्टार बनेका यी कलाकार नाइ नभन्नु ल 4 फिल्मबाट सिनेमामा डेब्यु गरेका थिए। उनको म यस्तो गीत गाउँछु र नाइ नभन्नु ल 4 फिल्महरू अत्यन्तै चर्चित छन्। जेलपछि पनि उनको क्रेज घटेको छैन। हालसालैका रिपोर्ट अनुसार पौल शाहले एक फिल्मको लागि 30 देखि 40 लाख रुपैयाँ लिने गर्छन्। निर्माताहरू भन्छन् उनका फेस र फ्यान बेस नै टिकट बेच्ने मेसिन हुन्। अब आउँछन् प्रदीप खड्का, स्टोरी बेस्ड हिरो। प्रेम गीत फ्रेन्चाइजबाट उदाएका प्रदीप खड्काले अभिनय र डेडिकेसनले छुट्टै स्थान बनाएका छन्। उनी व्यावसायिक हिसाबले बलियो हिरो मानिन्छ। उनले केही फिल्महरूमा 35 देखि 50 लाख रुपैयाँसम्म लिएर काम गरेका छन्। प्रदीपका फिल्महरू प्राय राम्रो चल्ने भएकाले निर्माता उनलाई सुरक्षित इन्भेस्टमेन्ट मान्दछन्। अब आउँछ सबैभन्दा चकित पार्ने नाम, समीर भट्ट। आजको दिनमा उनी नेपाल फिल्म इन्डस्ट्रीका राइजिङ एक्सन स्टार हुन्। तर यहाँसम्म पुग्न उनले 10 वर्षभन्दा बढी सङ्घर्ष गरेका छन्। उनको अभिनय यात्रा सजिलो थिएन, तर जब 12 गाउँ फिल्मबाट उनले धमाकेदार डेब्यु गरे तब उद्योगले नयाँ स्टार पायो। उनको फाइट स्टाइल, संवाद र स्टेज प्रेजेन्सले दर्शकको मन जित्यो। अहिले समीर भट्टको पारिश्रमिक 60 लाखभन्दा माथि रहेको छ र केही निर्माताहरू त उनलाई 1 करोड रुपैयाँ दिनसम्म पनि तयार भएको हल्ला गाउँघरमा बजारमा सबैतिर चर्चामा चलेको छ। अब निर्माताहरू भन्छन् एक्सन भनेको अब समीर हो। उनले आफ्नो नाम, ब्रान्ड र सङ्घर्षद्वारा यो स्थान जितेका हुन्। अब छोटकरीमा सबैलाई एक नजरमै हेरौँ। अनमोल केसी 50 लाखदेखि माथि, समीर भट्ट 60 लाखदेखि 1 करोड, प्रदीप खड्का 35 देखि 50 लाख र पौल शाह 30 देखि 40 लाख रुपैयाँ लिने गरेका एउटा फिल्म मार्फत। अब तपाईँको विचार, यी सबैमध्ये सबैभन्दा डिजर्भ गर्ने कलाकार को हो? कृपया कमेन्टमा लेख्नुहोला। भिडियो मन परे लाइक गर्नुहोस् र यस्ता रोचक भिडियोहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नु नबिर्सनुहोला। धन्यवाद।